नमस्कार सबैलाई। आज म वाचन गर्न गइरहेको छु विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित नेपाली कथा सङ्ग्रह आख्याबाट दोषी चस्मा। केशवराजको चस्मा दोषी थियो। अलिक टाढाको मानिस तिनी चिन्न सक्दैनथे। किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो। चस्माको पावर तिनका आँखाका लागि कम भएछ। धेरै दिनदेखि तिनी अर्को चस्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन। तिनी जरसापका चाकरी गर्न जान्थे। एक दिन सधैँको जस्तो चाकरीमा गएका थिए, तर 5 बज्दा पनि जरसापको सवारी भएन। आज सवारी हुँदैन कि? सारा चाकरिया निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के। तर केशवराज महलको अगाडिको चौर रित्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे। साँझ पर्न लागेको थियो। सूर्यलाई पश्चिमतिर पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिँदै आएको थियो, तर आकाशतिर सूर्यका लामा रश्मि तेर्सिरहेका थिए। साथीभाइसँग छुटिएका, बाटो बिराएका 1-2 बादलका टुक्रा आकाशमा रङ्गमदै थिए। केशवराजलाई यो दृश्यले लोभ्यायो। उनी पनि आज जरसापको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे। अरू दिन भएको भए जरसापका चाकरी नपाउँदा तिनी कति दुखित हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो। फुर्तीसँग डेग बढाउँदै धानको लहलाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए। त्यो टाढाको कालो वस्तु ढुङ्गा हो कि मुडो हो कि भैँसी हो कि त मानिस नै हो, तिनले ठम्याउन सकेनन्। चस्मा कस्तो बेकामको भएछ, तिनले फेरि सम्झे। तर यो विचारले तिनलाई धेरै बेर चिन्तित पारेन। त्यसै बखतमा पछिल्लोतिरबाट पौँ पौँ गर्दै एउटा मोटर आयो। मोटरको नम्बर हेरेर स्वस्ति गर्नुपर्ने हुनाले चस्माको घेरालाई देब्रे हातको बुढी र चोर औँलाले समातेर उनले मोटरको नम्बर प्लेटलाई गौरेर हेरे। थत, यो चस्माले ठ्याम्मै काम नचल्ने भयो। मोटरको नम्बर उनले पढ्न सकेनन्। त्यसै बखतमा मोटर हर्र गयो। अनि पो मोटरलाई र मोटरमा राज भएका जरसापलाई तिनले चिनेर हतपताउँदै स्वस्ति गरे। चस्माले यहाँ पनि धोका दियो। चस्माको पावर ठिक भएको भए म स्वस्ति गर्न पाउँथेँ, चाकरी पुग्थ्यो। केशवराज हतोत्साहित भए। धेरै दिनदेखि आँखालाई जचाइ नयाँ चस्मा लिने उनले विचार गरेका थिए। कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेश महत्त्व तिनले आजै बुझे। चस्मा नफेरी त तिनलाई धरै थिएन, फेर्न त परिहाल्थ्यो र तिनले फेर्ने निश्चय पनि गरेका थिए। तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन। तिनलाई मर्का पर्ने त एउटा अर्को कुरा छ। जरसापले तिनलाई निश्चय नजर भयो होला। तिनले टिङ्ग मोटरतिर फर्किरहे, स्वस्ति गरेनन्। यो नटेरेको हुन्छ, उहाँबाट नटेरेकै हो भन्ने ठानी बक्स्यो होला। यतिका दिन चाकरी गर्दा पनि केही बन्दोबस्त जरसापबाट नहुँदा केशवराजले यस्ता जरसापलाई के टेर्नु भनेर नटेरेको भन्ने जरसापको मनमा पर्यो होला। ठुला मानिसहरू इज्जतका कुरामा बडा इखालु हुन्छन् र पछिसम्म सम्झिरहन्छन्। केशवराजलाई बडो गाह्रो पर्यो। तिनका सारा आशा भरोसा मौसोक जरसाप भइबक्सिन्थ्यो र उहाँले यस्तो भुल धारणा मनमा लिइबक्स्यो भने त तिनको बासै उठ्यो। यसरी यो विचार गर्दै तिनी घर पुगे। साँझ झमक्क परिसकेको थियो। घर पुग्दा तिनलाई रिस उठ्न थालिसकेको थियो। सबभन्दा पहिला त तिनको रिस चस्मामाथि खनियो। यो ठाडो। त्यसपछि आफूमाथि खनियो। यो मूर्ख। काम पहिले बिगारेपछि आँखा देख्ने दैलो देख्यो। कोठामा पुगेर लुगा फुकाल्न थाले। टिमिक्क परेको सुरुवाल तिनको गोडाबाट हतपत निस्कन खोजेन। त्यसमा तिनको क्रोधको झन मात्रा बढ्यो र जब सुने भातमा केही विलम्ब छ, तिनको क्रोधको सीमा रहेन। उर्लदै फलाक्दै तिनी बुइगलमा पुगे, जहाँ दिउँसो राम्ररी नहेरेर किनेको चिसो दाउरालाई फुफु गर्दै बाल्न प्रयत्नमा तिनको धर्मपत्नी लागेकी थिइन्। जैरी, बढी सिपालु मचु आफूलाई भन्छे, घमण्ड छ यसलाई। आफ्नो पोइलाई टाइममा भात खुवाउन पनि सक्दिन। ए मोरी, के गरिरहेको थिइस् यति बेरसम्म? 2 घडी रात गएपछि चुलो फुक्न लागेर हुन्छ? काममा बाहिर गयो, लखतरान भई घर फर्क्यो र अब घाँस टिप्न पाइएला भन्यो त यहाँ र अरू के फलाकिरहे। यो अचानकको क्रोध देखेर तिनकी स्त्री डराउनुको सट्टा छक्क परिन्। भात खाएर सुत्दा तिनलाई निन्द्रा परेन। रातभरि गर्दै बिछौनामा छटपटाइरहे। तिनबाट निश्चय नै ठुलो अपराध भएको छ। आफ्ना अन्नदाता अगाडि देखिनु, आफूले नटेरेर अभिवादनसम्म पनि नगर्नु, यो त निमक हराम हो, एउटा पाप पनि हो। केशवराजले आफ्नो त चित्त बुझाए। तिनले जानी जानिकन नटेरेको होइन। हृदय
तिनको पवित्र छ, अन्धोले देखेन भनेर कसैले रिसाउनुहुन्छ? तिनको यसमा केही अपराध छैन, केवल एउटा सानो विराम छ, पहिले नै चस्मा नसाट्नु। यद्यपि तिनको केही अपराध छैन, तर जसापको दिलमा त नराम्रो पर्यो होला। जसापको मनमा मैले नटेरेको भन्ने भावना त पर्न दिनु भएन। केशवराजले त्यो भुल निवारण गर्ने कुनै युक्ति देखेनन्। ननिदाएर छटपटाएका देखेर तिनकी पत्नीले सोधिन्, किन निन्द्रा परेन? के को दुःख छ? मर्जी होस् न। पहिले त केशवराजलाई यो प्रश्नमा रिस उठ्यो। काम न काज सबै कुरो जान्न खोज्छे र आफ्नो क्रोध काबुमा राखेर केवल केही होइन भन्ने मात्र उत्तर दिए। दुलैबाट यो कुराको विषयमा केही सल्लाह मिल्न सक्छ भन्ने तिनलाई आशा नै थिएन। यो यत्रो ठुलो कुरा। त्यसो हुनाले दुलैलाई केही भन्न उनलाई मन लागेन, तर दुलैले ढिपी गर्दा त्यो विशेष घटनालाई नभनेर गोल बोलीमा कुरा गरे। मबाट एउटा कसुर भयो, एउटा ठुलो मानिसलाई मैले नटेरेको जस्तो गरेँ, अब के उपाय गर्ने? तिनी रिसाए भने त बडो बर्बाद भयो। केशवराज आत्तिएका थिए। दुलैले सजिलैसँग उत्तर दिए, गएर माफी माग्नुस् न, भइहाल्छ नि। यो युक्ति तिनलाई पनि मन पर्यो र भोलि बिहान गई माफी माग्ने निश्चय गरे। अब त तिनलाई निन्द्रा चाहिएन, तर कहिले बिहान होला भन्ने ताउनले तिनले पाकिरहेको रात उपयोगमा ल्याउन सकेनन् र चिसमिसमै उठेर लुगा लाएर जान तयार परे। केवल घडीले अबेर गरिदियो। अझै 8 बज्न 3 घन्टा बाँकी छ। 8-9 बजी जरसापको तल सवारी हुँदैन। चाकरीबाजको टाइम नै त्यही हो। पर्खदा पर्खदा तिनले सम्झे, आफ्नो घरमा पर्खनुभन्दा त ढोका नै कुद्नु असल हो नि भनेर 6 बजे तिनी जरसाप कहाँ जान भनी हिँडे। सायद नपरेको होइन। खर्पणभरि दहीका कतारा देखिए। काम सिद्ध हुने भयो। 2 घन्टा ढोकामा कुरेपछि बिस्तार बिस्तार चाकरीबाज आउन थाले र दरबारको अघिल्तिरको चौर मान्छेले भरियो। निन्याउ र मुख ल्याएर केशवराज छुट्टै बसेका थिए। छुट्टै बस्नको उनको महान उद्देश्य के थियो भने घुइँचोमा कसैलाई नजर हुन्छ, कसैलाई हुँदैन, थाहा पाइँदैन। राम्रो चाकरी पाइन्छ र एकान्तको मौका पर्यो भने माफीको कुरा पनि बिन्ती गर्न पाइन्छ। पर्खालभित्रबाट घोडाको टापको सङ्गीत सुन्न भने उत्सुक भइरहेका केशवराजका कानमा जरसापको क्रुद्ध बानी पर्यो। कुनै के काम बिगार्दा जरसाप सहीमाथि रिसानी भइरहेको थियो। उहाँको शान्त स्वभावका विषयमा सबै एकमत थिए। उनले रिसाएको कसैले देखेका छैन। आज किन रिसानी भयो त? उहाँको क्रोध शब्दका रूपमा पर्खाल छेडी बाहिरसम्म आइरहेको थियो। केशवराजले उहाँको रिस थाहा पाए। हिजोको कुराले उनलाई निकै चोट परेछ। चोट पर्ने कुरै थियो। ठुला मानिसको अहङ्कारमा धक्का दिनु तिनीहरूको सबभन्दा कोमल स्थानमा स्पर्श गर्नु हो। सहन सक्दैनन्। यो क्रोध अवस्थामा केशवराजले माफी माग्न उचित छैन। कहीँ क्रोधको धारा आफ्नै टाउकोमाथि बग्न गयो भने केशवराज घरतिर फर्के। बाटामा तिनीमाथि नाताकतको दौडा भयो। हिजो राति भात पनि राम्ररी खाएका थिएनन्। निन्द्रा त पटक्क लागेको थिएन र आफ्ना बिरामका विषयको कुरा मनमा खेलाउँदै तिनी बिरामी जस्ता भए। एक डेग हिँड्दा पनि तिनको दम फुल्न थाल्यो। आफ्नो यो अवस्था देखेर उनलाई आफूमाथि दया लाग्न थाल्यो र नबुझेर सानो कुरामा रिसाउने जरसापसँग रिस उठ्न थाल्यो। मेरो कुन ठुलो अपराध हो र? चस्माले भेटाएन, चिन्न सकिनँ, त्यसो हुनाले स्वस्ति गरिनँ। सधैँ त बिहान बेलुका गई ढोका कुरी बसिहालेको छु नि। मेरो मनसुवा उहाँलाई नटेर्ने भएको भए यसरी किन चाकरी गर्थे? त्यति पनि त बुझिदिनु पर्छ नि। उहाँबाट बिना कारण ममाथि रिसानी हुन्छ भने के लाग्यो मलाई पनि खाँचो छैन। आफूले मर्नु हुँदैन। तर घर पुग्दा नपुग्दै तिनको यो विचार हराएर पहिलेकै विचार मनमा आउन थाल्यो। जसले चाकरीकै भरमा 2 साँझ घाँस टिप्छ ऊ जस्ता जुत्राले टेक राख्ने रे। टेक राखेर के जरसापको के बिग्रिन्छ? के उहाँको भ्रम निवारण हुन्छ? आफै भोको मर्नुपर्छ। हामीहरू जस्ताले त्यस्ता ठुलासँग टेक राख्ने रे। एउटा भुललाई अर्कोले सच्याउन सक्दैन। गएर माफी माग्नै पर्छ। भरे फेरि क्षमा याचनाका निमित्त केशवराजले ढोकातिर प्रस्थान गरे। जरसापको घोडा सवारी भयो। केशवराजले डरले थरथर कामिरहेका थिए। भने जस्तो एकान्तको मौका पाएर डरले भकभकाएर बिन्ती गरे, प्रभु चस्मा दोष माफ पाऊ। जरसापले घोडा थामेर नबुझेर सोधी बक्स्यो, के भन्यो? के को माफी? केशवराजको सातो गयो। जरसाप त रिसाई बक्सेको रहेछ। माफीसम्म दिन खोजी बक्सिन। केशवराजले चारैतिर अँध्यारो देख्न थाले। काम नलागेको घोडाले भर दिएन। दुवै हातले कपाल समातेर थुचुक्क बसे।
जरसाबले धेरै खोजीनीति नगरी घोडा बढाइ बक्स्यो। घोडाको टापले उडाएको धुलोले सडकको एक कुनामा कपाल समातेर बस्ने केशवराजलाई टकमक्क ढाक्यो। केशवराज 81-50 वर्षका बुढा जस्तो देखिन थाले। हिँड्दा कम्मरमा हात लाउनु पर्ने भयो। लट्ठीको आवश्यकता परेको तिनले थाहा पाए। केशवराजको कल्पना सत्य निस्क्यो। जरसाब रिसानी भएछ र अघोर रिसानी भएछ। घर पुगेर निराश भएर लामो सास तानेर बाहिर जाने लुगा नफुकाली कोटै समेत बिछौनीमा उनी पछारिएर खान्न भनेर समाचार पठाए। केशवराजको बाँच्ने प्रेरणा जागृत भयो। तिनले यसरी खुट्टा छोड्नु हुँदैन। तिनले जरसाबलाई बुझाउनै पाएनन्। राम्ररी बुझाएको भए जरसाबले निश्चय नै माफी बक्सिन्थे। यहाँ दयाको सागर भइ बक्सिन्छ। आफै आत्तिएर वाक्कै ननिकाल्ने, सोझै माफ पाऊँ भनेर माफ पाइन्छ। घटनाको सब इतिहास, चस्माले दिएको धोका, पछि स्वस्ति गर्न पनि गरेको र मोटर क्यारेज बाक्स इत्यादि सब खुलासा गरे पो माफ पाइन्छ। भोलिपल्ट बिहान उठेर फेरि ढोकामा गए। जरसाबलाई आदिदेखि अन्त्यसम्म सुनाए। जरसाबबाट मर्जी भयो। बुझे म त्यति पनि बुझ्दिनँ। तिमी त बडा अनौठाका मानिस रहेछौ। यस्तो जाबु कुरामा केशवराज निर्धक्क भए। जरसाबबाट बडो करुणा राखी माफी बक्सियो। कति दयालु भई बक्सिन्छ। यी सब गुण भएर त लक्ष्मी पनि यहाँ बास गर्छन्। कत्रो सुख छ। यी सब कुरा हिजो बिन्ती चढाएको भए तिनलाई यतिको मानसिक चिन्ता खप्नै पर्ने थिएन। तिनको मन प्रसन्न भयो। हिजोको चिन्ताले र तिन छाक भात नखाएको हुनाले केशवराजलाई निकै गाह्रो छ। सिँढी चढ्दा 2 चोटि बिसाउनु पर्यो। कोठामा पुगेर थाकेको हुनाले उनी बिछौनीमा पछारिए। बुइँगलमा नअटाई माथि जाने बाटो नपाई भान्साघरको धुवा केशवराजको कोठामा रङ्गमिरहेको थियो। तिनले सुती उदै मुन्टो लाएर चिच्याए, कति धुवा पारेको। तिनकी पत्नीले माथिबाट कुन्नी के भनिन् केशवराजले सुनेनन् र सुन्न पनि खोजेनन्। चिच्याउँदा बल परेर तिनी स्वाँ गर्न थाले। असाध्यै नाताकत भएछ। तिनको मनमा हिजोको विचार खेल्न थाल्यो। अहिले बिहान जरसाबसँग माफी मागेको दृश्य आँखाको समक्ष झलझल नाच्न थाल्यो। बुझे म त्यति पनि बुझ्दिनँ र? तिमी त बडा अनौठो मानिस रहेछौ। यस्तो जाबो कुरामा धुवाको एउटा मुस्लो सिँढीमा लडीबुडी खेल्दै एउटा जल्लो भएर तिनको कोठामा आइफुट्यो। कोठा अँध्यारो भयो, तर केशवराज प्रसन्न थिए। माथि बुढीलाई दाउरा नबलेर कति कष्ट होला। बिचरीले यसै गरी दुःखसँग जीवन बिताउनु पर्छ। केशवराजले भान्चे बाहुन वा बाहुनीसम्म राख्न सकेका छैनन्। आफै पनि केशवराजले सुख पाएर दुलै घरको दुःख खेप्छिन्। तिनी बाहिरको। बिहान चाकरीमा दगुर्नुपर्छ। दिउँसो 2 बजेदेखि फेरि चाकरीमा गयो। अरू केही काम छैन। चाकरीको घोडे यात्रा छ। कहिले त जरसाब नजरसम्म पनि हुन्न। केशवराजलाई ग्लानि भयो।